भोलि गुरु पूर्णिमा छ। आज मलाई मेरा गुरुहरूको याद आइरहेको छ। सबैभन्दा पहिला गुरुहरू मलाई जन्म दिने मेरा आमा बुवा। मलाई के याद छ भने मेरो मम्मीलाई एकदमै पढ्न मन लाग्ने, तर उहाँले त्यो माहौल कहिल्यै पाउनु भएन। तर खाने मुखलाई जुङ्गाले छेक्दैन रहेछ। मेरो मम्मीले जसरी पनि पढ्ने कोसिस गर्नुहुन्थ्यो। गर्ने के त, आफ्नो देवरहरूलाई नन्दहरूलाई स्कुल पठाउनु भयो र उहाँहरूले स्कुलबाट जे पढेर आउनुहुन्थ्यो उहाँ सोध्नुहुन्थ्यो। सबै काम भ्याएर राति बत्ती थिएन त्यो बेलामा बैतडीमा मेरो मम्मीले त्यो टुकी बालेर अनि पढ्नुहुन्थ्यो। क ख ग घ त्यसरी स्टार्ट गर्नुभयो। अनि रेडियो सुन्नुहुन्थ्यो, त्यहाँबाट नेपाली सुन्दै त्यो कुराहरू जे सुन्नुहुन्थ्यो त्यसलाई मनन गर्नुहुन्थ्यो। यसो गर्दै 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 जाँदाखेरि मेरो मम्मीले बिस्तारै पढ्न सिक्नुभयो र मैले देखेँ उहाँले गीता पढ्नुहुन्थ्यो, देवी भागवत अनि थुप्रै खालका उपन्यासहरू पनि, अनि रामायण महाभारत यो पढ्नुहुन्थ्यो। अनि आरती गर्नुहुन्थ्यो, सुस्तानी पढ्नुहुन्थ्यो र हामीलाई पनि सुनाउनुहुन्थ्यो। टाइम पायो कि गर्नुहुन्थ्यो र अहिलेसम्म पनि पढ्नुहुन्छ। र मेरो बुवाको के थियो भने उहाँ एकदमै इमान्दार, सानो काम पनि एकदमै प्रेम भावले गर्ने र आफूलाई गाह्रो गरेर पनि अरूलाई चाहिँ सहयोग गर्ने, यो बानी थियो। र यो कुरा हामीले जीवनमा आफ्नो जीवनमा यो कुराहरू अहिले मलाई महसुस हुन्छ। त्यो संस्कार भनेको बुवा आमाबाट आउँदो रहेछ। र अहिले जुन ठाउँमा हामी छौँ यो हाम्रो योगदान मात्र होइन, यसमा भित्र पुरै जग मेरो बुवा मुवाहरूको हो। र त्यस पछाडिबाट जीवनका मोडहरूमा थुप्रै गुरुहरूसँग भेट भयो। हाम्रो स्कुलमा हामीले टिचरहरू उहाँहरूबाट पाएको एजुकेसन, साथीभाइ र कतिपय मोडमा थुप्रै खालका परिस्थिति पनि हाम्रो गुरु बने होलान्। प्रकृति नै गुरु छ। जीवन विज्ञानसँग जोडिएको मेरा गुरुहरूसँग म भेटिएको मेरो कुरा सुनाउन मलाई एकदम मन लागेको छ। बार बार भन्दा पनि यो थाकिँदैन, जति भने पनि, जति वर्णन गरे पनि यो शब्द छैन। कुरा के थियो भने आजभन्दा अझै 5 वर्ष भनौँ, आमालाई एकदमै गाह्रो हुन्थ्यो। कहिलेकाहीँ औषधिले पनि काम गर्दैन थियो। आमा थला परेको परे। एक दिन यस्तै हुँदाखेरि मलाई के गरौँ कसो गरौँ भन्दाखेरि युट्युब हेर्दा मैले रमेश गुरुदेव को मैले बाणी सुने। एकदमै सरल सजिलो नेपाली भाषा जुन चाहिँ आमाले पनि बुझ्न सक्ने टाइपको। अनि मैले त्यहाँ सर्च गर्दाखेरि जीवन विज्ञानको अफिसमा मैले कल गरेँ र मलाई गुरुसँग बोल्न मन लागेको थियो। उहाँहरूले भोलिपल्ट 8 बजे भन्नुभयो। भोलिपल्ट ठ्याक्कै गुरुसँग भेट भयो। त्यो ठुलो कुरा थियो, ठुलो उपलब्धि लाइफमा भेटेको जस्तो भयो। अनि गुरुदेव, आमालाई ल्याउन गाह्रो छ, अक्सिजन लगाउनु पर्छ, अहिले अलि स्वास्थ्य राम्रो छैन भनेपछि उहाँले सजिलोसँग के भन्नुभयो भने आमालाई यहाँ ल्याउनु पर्दैन, हामी नै त्यहाँ आउँछौँ। यो कुरा मेरो आमाले पनि सुनिराख्नु भएको थियो। यति सुन्दाखेरि एउटा घरमा आशाको ज्योति बलेको जस्तो आमाको मुखमा मैले चमक देखेँ। उहाँहरूको त्यो आशाले नै उहाँको स्वास्थ्य केही सुधार भइसकेको थियो तुरुन्तै। भोलिसम्म त आमाले गुरुको प्रवचनहरू सुन्नुभयो। एउटा बेग्लै खालको सुधार पायौँ हामीले। त्यसपछि त्यति नै बेला त आमालाई हामीले लगेनौँ। अलिक दिन पछाडि आमालाई हामीले जीवन विज्ञान गुरुदेवलाई भेटायौँ। मेरो आमा यति खुसी हुनुभयो र गुरुले एउटा मन्त्र दिनुभयो, श्रीराम, श्वासभित्र आउँदा श्री, बाहिर जाँदा राम। यो जप आमाले त्यो आफ्नो एउटा मूल मन्त्रै बनाउनु भयो। आमा त्यो गर्नुहुन्थ्यो, गुरुको बाणी सुन्नुहुन्थ्यो। दिन प्रतिदिन आमाकोमा परिवर्तन आउँदै गयो। कहिलेकाहीँ गाह्रो हुन्थ्यो तर पनि एउटा हामीले समाधान पाएको जस्तो अनुभूति भयो। अब के थियो, अलिकति गाह्रो भयो कि म गुरुलाई कल गरिहाल्थेँ। उहाँले भन्नुहुन्थ्यो, तपाईँ जे काम गर्दै हुनुहुन्छ प्रेमपूर्वक गर्नुहोस्। मलाई अझ बेसी उत्साह उमङ्ग थपिन्थ्यो। यसरी नै अगाडि बढ्दै थियौँ। हाम्रो दुर्भाग्य भनौँ, बुवालाई क्यान्सर देखियो। त्यसपछि वज्रपातै पर्यो। मैले पहिलोपल्ट उहाँले मलाई कल गर्नुभयो, बुवालाई फोक्सोमा क्यान्सर देखिएको छ। मलाई तलको फ्लोरबाट माथि आउन 1 घन्टा लाग्यो। हेर्नुहोस्, यति गरुङ्गो भयो शरीर। यो समाचार मैले आमालाई कसरी सुनाउने? म बस्दै उठ्दै माथिसम्म आइपुग्न मलाई 1 घन्टा लाग्यो र गरुङ्गो मुटुमाथि ढुङ्गा राखेर मैले आमालाई यो कुरा सुनाएँ। कोलाहल मचियो। घरको अवस्था नै अर्कै भयो। एकछिनमा नक गरेर आउँदैन रहेछ के समस्या। हाम्रो हिजोसम्मको हाम्रो जीवन
आज परिवर्तन भयो। घाँटी नाकेको जस्तो, आकाशैले थिचेको जस्तो। यस्तो अवस्थामा पनि हामीले तुरुन्तै बुवालाई इन्डिया लगेर अपरेसन गराएर लिएर आयौँ। घरको माहौल अर्कै थियो। तर एउटा कुरा के थियो भने यो सङ्कटको बेला पनि हाम्रो सम्बन्ध चाहिँ एकदमै मजबुत थियो, बलियो थियो। त्यो प्रेम थियो। यसले केही सहज गर्दो रहेछ। यो सङ्कटको बेलामा पनि हामी नआत्तिकन आफ्नो सम्बन्धलाई अगाडि बढाउँदै गयौँ। हामी घरमै सेलिब्रेट गर्थ्यौँ। मैले घरमै पेडा बनाउन सिकेँ, मैले पिज्जा बनाउन सिकेँ, घरमै अन्डा नहालेको केक बनाएँ। बुवा आमाहरूसँग हामी सेलिब्रेट गर्थ्यौँ। घरमै हामीले फोटोग्राफर ल्याएर फोटो खिच्यौँ। मैले टिकटक त्यही बेलादेखि नै मैले सुरु गरेँ आमालाई इन्टरटेन गर्नको लागि। यो रमाइलो पलहरूले जस्तै सङ्कटको बेलामा पनि हाम्रो सम्बन्धलाई अझ बलियो बनाउँदै गयो। बुवालाई अलिकति गाह्रो हुने बित्तिकै पनि बुहारीलाई बोलाउनुहुन्थ्यो, मलाई बोलाउनुहुन्थ्यो। समय यस्तै थियो र तितो सत्य त्यो दिन आयो। बुवा बाहिर बैठक कोठामा पल्टिनु भएको थियो। हामी ओम नमो भगवते वासुदेवाय जप गरिरहेका थियौँ। बुवालाई गाह्रो हुँदा मैले रमेश नेपाल गुरुदेवलाई म्यासेज पठाएको रहेछु। गुरुको कल आयो। ह्यान्ड्स फ्रीमा बुवालाई गुरुवाणी सुन्ने मौका मिल्यो र त्यो वाणीले के जादु गर्यो। बुवाले सबै कुरा स्वीकार गर्दै जानुभयो। अक्सिजन घट्दै गएको थियो। अक्सिजन कति छ भनेर सोध्नुभयो। मैले बुवा 50 छ भने, बढिरहेको छैन भने। अनि ओम नमो भगवते वासुदेवाय कानमा सुनाइराख्यौँ। गुरुले सबैजना नरुनु, सकारात्मक हुनु, बुवालाई यसले सहज हुन्छ भन्नुभयो। हामी त्यही कुरा गर्दै गर्दै गयौँ। मुटुमाथि ढुङ्गा राखेर हरेक कुरा हुँदै थियो। बुवाले अन्तिम शब्द आरती भन्नुभयो। मैले आमा, छोरा, नातिहरू कसैको चिन्ता नगर्नु बुवा, हामी छौँ भने। ल बा ल। बुवाले मेरै हातमा यो शरीरलाई छोडिदिनु भयो। यसको 6 महिनामा 8 बजेको थियो। आमाले माथि बोलाउनु भयो। गए, आज तिमी मसँगै बस, तिमी म निधाए पनि मसँगै बस भन्नुभयो। मैले हस् भने। मनमा चिसो पस्यो। उहाँले खाना बनाएर ल्याउनु भयो। मैले आमालाई खुवाएँ। आमाले सबै खानुभयो। दुध पनि खानुभयो। त्यसपछि आमा निदाउनु भयो एकछिन र एकैछिनपछि फेरि उठ्नुभयो। अलिक गाह्रो भयो भनेर मैले तुरुन्तै फेरि गुरुदेवलाई म्यासेज पठाएँ। गुरुदेवको कल आयो। आमासँग कुरा गर्नुभयो। तपाईँको साथमा म छु है भन्नुभयो। आमाले ल गुरुदेव भन्नुभयो। त्यसपछि हामी ध्यान गर्थ्यौँ। आमाले त्यो दिन सुतेरै ध्यान गर्नुभयो। मेरो हात समाति राख्नु भएको थियो। हुँदै हुँदै जाँदा ब्रह्म मुहुर्त सुरु भयो। रामनवमी स्टार्ट भयो र बिस्तारै 5 घन्टा आमा ध्यानमा हुनुहुन्थ्यो। म पनि ध्यानमै थिएँ, दुवैजना। त्यसपछि बिस्तारै आमाको त्यो श्वासको प्याटर्न चेन्ज भयो। त्यति बेला आमाको ब्लड प्रेसर नर्मल थियो। अक्सिजन अरू बेला 86 हुन्थ्यो भने त्यो दिन 95 थियो। मुटुको धड्कन सबै कुरा ठिक थियो। त्यो शान्ति पहिलोपल्ट देखेको थिएँ मैले आमाको। अनि बिस्तारै श्वास चेन्ज भयो। सबैजना आयौँ। ओम नमो भगवते वासुदेवाय त्यसरी नै बजिरहेको थियो। बिस्तारै आमाले पनि यो शरीरलाई छोडिदिनु भयो र त्यो अलौकिक यात्रामा अगाडि बढ्नुभयो। गुरुले जीवन जिउने कला त सिकाउनुहुन्छ नै, तर यो मृत्युको कठिन पल पनि सहज बनाइदिनु हुँदो रहेछ। गुरु त्यो शक्ति रहेछ, त्यो ऊर्जा रहेछ, जसले हाम्रो जीवनको कुनै पलमा पनि हाम्रो साथ छोड्नु हुन्न रहेछ। बुवा आमा गइसके पछाडि असह्य भयो। एकदमै गाह्रो भयो। डाको छोडेर रुन मन लाग्थ्यो। बारीमा गयो, माथिबाट आमाले हेरिराख्नु भएको जस्तो लाग्थ्यो। पूजा कोठामा बुवाको याद, हिँड्दा उठ्दा बस्दा कति धेरै अट्याच भइसकेको रहेछु म जस्तो लाग्छ। र पढाइ अगाडि बढाउनु थियो, जीवन अगाडि बढ्नु थियो, तर बिचैमा अड्केको जस्तो लाग्थ्यो। फेरि गुरुलाई कल गरेँ र भाग्यले त्यति बेला जीवन विज्ञानमा बोध विज्ञान भइरहेको रहेछ र मैले बोध, लय र प्रशिक्षक 21 दिनको यो सेसन मैले गरेँ र मैले भानु गुरुदेवलाई भनेको थिएँ यति बेला कि यो 3 हप्ता मेरो जीवनमा मैले पोस्ट ग्रेजुएसनको 3 वर्ष जस्तो मानेको छु। र त्यति बेला गुरुदेवहरूको त्यो मार्गनिर्देशनले अनि बिस्तारै जीवन अगाडि बढ्न सजिलो भयो।
र जब प्रशिक्षक बनिसके पछाडि एउटा बेग्लै खालको माहौल, परिवार हामीले भेट्टायौँ। यति ठुलो परिवार, अहिले कति धेरै आमा बुवाहरू, दाजुभाइ दिदीबहिनीहरू जो चाहिँ निस्वार्थ हुनुहुन्छ, जसँग रगतको नाता छैन तर एउटा अचम्मको नाता छ, जसलाई कुनै शब्द दिन सकिँदैन। त्यो प्रेम, त्यो आत्मिक प्रेम, त्यसको बखान गरेर साध्य छैन। र अहिले फिल हुन्छ यो गुरु तत्त्व के रहेछ त? हामीले उहाँले भनेको कुरा गर्दै जाँदा उहाँले आफूले सोचेको भन्दा पनि परको कुरा हाम्रो लागि सोच्नु हुँदो रहेछ। उसले कुनै हालतमा पनि हामीलाई गाह्रो त पर जाओस्, जीवनका हरेक बाटोमा कसरी उन्नति प्रगति हुन्छ त्यसको बारेमा सुरुमै तय हुँदो रहेछ। अहिले यति ठुलो परिवार हुँदा अनुभव लाग्छ कि हरेक अनुहारमा बुवा आमा देख्छौँ हामी। परिवार यति ठुलो, यति निश्चल पवित्र बनेको छ। त्यसैले गुरुको वर्णन गरेर साध्य छैन। गुरु की महिमा कोई न जाने, ना कोई पंडित ना ही सयाने, गुरु की महिमा कोई न जाने। त्यसैले गुरुलाई माता पिता बन्धु सखा सबै भनिएको रहेछ। मलाई यो सबै कुरा बोल्ने सामर्थ्य छैन। म यो दुस्साहस गरिरहेको छु। अहिले शब्दहरू पक्रिरहेको छु। यो मेरो कुनै यो दुस्साहस गर्ने साहस पनि मलाई अहिले गुरुदेवले नै दिइरहनु भएको छ। म एउटै कुरा के भन्न चाहन्छु भने सबैलाई जीवनमा गुरुको साथ मिलोस्। गुरु पूर्णिमाको सबैलाई धेरै धेरै शुभकामना।